ल सुरु गरौँ न त हामी पनि अब हामी कहाँ खोरेसान जान लाग्यो नि त हो त्यो समुद्री सतहबाट कति मिटर अग्लो रे खै 436 कि कति भन्नु जस्तो लाग्यो 436 मिटर अरू त के भन्नु यस्तै त हो हामी यस्तै त हो नि ब्रो या यहाँ ढुङ्गा थुपारेको भुइँको मजा आछ होइन एकदम मजा आछ एकछिन सुतियो पनि भन्छ सुत्न पर्यो र नि नसुति त मान्छे कहाँ बाँच्न सकिन्छ र जाउँ पानी खाने इच्छा पुरा गरौ साथी तिम्रो खै कहाँ लाग्यो पानी खाने तरिका ल सुरु गरौँ त के गरे साथी त्यो लु न तपाईँ त बाहिर फाल्नु पर्छ कसैमा हालिन्छ पानी पनि फेरि धेर खान नहुने होला यसमा 3 लाख हुन्छ यार कति कति गयो कति यसमा 3 भाइको त 4 भयो यस्तै हल्का दिनु नि पर्छ मेरो अलि थोरै नसा धेरै छ कि जम्मै यो मन्त्र रहेछ के साइड बन्द गरेर बिस्तारै बिस्तारै पिउनु न बाबु किन हतार गर्नु भएको ए पानी पखाल्ने तरिका यसरी हो के यसो पखाल्यो भने के हुन्छ र सुरु गरौँ है त बताइयो हजुर अनि तपाईले त तलैबाट डुबाएको माथि थाहा पनि जे गरे नि हुन्छ के तल नि के फोहोर हुन्छ र हुन त हो कि होइन अहिले भिडियोमा थाहा हुन्छ दाजु कति मिठो हो साँच्चै म चाहिँ सकेन है जोइ भन्दा तल हाम्रा आधी भर्खर भएको छ खाना मन खाने उयो कि दुईजना हामीसँग हिँडेर तलको मान्छेहरू यहाँ आइसक्यो पुरापुरीसँग हामी कहिले ढिलो कहिले छिटो माऱ्यो एउटा स्पिड सेट नेट सब के शान्ति बोलाउ न साथीहरू बोलाउ खोरेसान हेलो साथीहरू आजको हामी दिनमा चाहिँ आज अब एकैछिनमा आइतबार बिदाको उपलक्ष्यमा यो खोरियासन भन्ने अति डाँडा चढ्नु जाँदैछौँ साथी हो थाकिसक्यौँ उकालो लगभग 2 किलोमिटर चाहिँ उकालो चढिसक्यो होला अब चाहिँ लगभग 300 मिटर जस्तो 300 मिटर जस्तो भनिरहेको छ नक्सा अनुसार चाहिँ यहाँ धेरै हाम्रो अगाडि पछाडि पनि हुनुहुन्छ अगाडि पनि हुनुहुन्छ स्थानीयवासीहरू अगाडि हुनुहुन्छ अनि कोही हाम्रो पछाडि यो त चाहिँ खेल मैदान हो कि हो त यो
खेल मैदान बनाएको खेल नखेलेर घाँसे मैदान हजुरको हजुरको हजुर हजुर हो भन्नु त के आँट हामी अब जानुपर्ने चाहिँ खोरेसान छङसाङ हाम्रो अन्तिम गन्तव्य यताबाट जाने चाहिँ गाडीको होला यताबाट चाहिँ हामी होला जङ्गलको बाटो अनि यहाँ चाहिँ एकदम कट्टु झरेर काँडै काँडा मात्र बाँकी छ के झरे अरे साथी कट्टु होइन फुलको फोटो खिच्नु भनेपछि चाहिँ स्वदेशी विदेशी जुन देशीलाई नि मनपर्ने यो चाहिँ फेरि साथी हो सम्झिनु होला कि पानामाको जङ्गल सम्झिनु होला यो होइन होइन हुँदै होइन कन्फर्म होइन कन्फर्मै होइन पानामाको जङ्गल हुँदै होइन यो चाहिँ कोरियाको एउटा इटामा सुरुवातमा हुन सक्छ पानामा भन्नुपर्छ नि हामीले अब भएको कुरा त मान्छेले हामीसँग पानामा जङ्गल भए त यहाँ गोजीतिर चिरा सिरा दालमोट चाउचाउ पानी सानी हुन्थ्यो हामीसँग खै गोजी छामाउ र त्यहाँ पनि यहाँ भित्रबाट छानिदिन्छ अरे नि त्यो मुखभित्रकै त निकाल्ने तपाईँले हेर्नुभयो नि पेटभित्रको चाउचाउ निकालेर खाँदो रहेछ भन्नु त्यहीँ नि कति लाग्छ उ गरेर जाने रे लगानी गरेर 70 लाख त्यत्रो हेर्दाखेरि चाहिँ यहाँ त चस्स 60 तपाईँलाई लाख लाग्दो कि यो त 3 महिनामा 60 लाख तल आउँछ है कोरियन हुन् यी केटाहरू पनि पानामाको जङ्गलमा भौतारिँदैछ सम्झिँदै हुनुहुन्छ होला तर यो पानामाको जङ्गल चाहिँ होइन यो चाहिँ कोरियाको एउटा डाँडा चढ्न लागेको हामी चाहिँ यहाँ माथि खोरेसान भन्ने एकदम रमणीय ठाउँ छ भरे तपाईँहरूलाई यहाँ माथिबाट पनि अहिले पछिल्लो क्लिपहरुमा यहाँ त्यो पनि माथिबाट आउने छ एकछिनपछि तपाईँहरूलाई त्यो भिडियो क्लिपहरू पनि देखाउनेछौँ एकदम रमारी दृश्यहरू रमणीय दृश्य देखिन्छ त्यहाँ डाँडाबाट चाहिँ त्यो पनि तपाईँहरूलाई अपडेट गराउनेछौँ देखाउनेछौँ एकछिन तपाईँहरू वेट गर्नुहोस् भिडियो स्किप नगरिकन हेर्नुहोस् भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनुहोस् अनि हिजोको चाहिँ तपाईँहरूले सुसान आर्ट म्युजियमको भिडियो पनि हेर्नु साह्रै रमाइलो तपाईँको बाबु नानीले देखाउनु भने साह्रै खुसी हुनेछन् केही भन्न चाहेँ मैले चाहिँ अझ खासै भन्न आएन ल अगाडि जाउँ त भ्लगिङ हुँदैछ के भने दाजु यो भने सोरी चिप्सु हाँसे भनेको चाहिँ ऊ भनेको कि एकछिन बसेर आराम गरेर त्यो उसके अरे ध्यान दिनुहोस् भने होइन चिप्सु नगर्नु सोरी भनेको त आवाज हुनुपर्ने आवाजमा चाहिँ केन्द्रित गर्नुहोस् भने एकछिन बस्दै ध्यान केन्द्रित हुनु सोरी भनेको आफ्नो सोरी भनेको चाहिँ अब त्यस्तो होला नि त आवाजमा आवाज गर्नु भने बसेर गफ गरेर जानु भन्नु होला कि बसेर गरेर रुखो हेर यहाँ तल हाँगाहरूमा खासै छैन माथि युवा टोली त खुमारु नागा नाचे मैदान है तर फ्रेस फिल भइरहेको छ एकदम फ्रेस हामी अनि देउसा नाने अनि गाडीको बाटो बाटो हेर्दा मजा भयो नि गाडी बाटो हिँड्दा चौतिर गएर तिन
नेपालतिर लाली गुराँस फुले जस्तो। त्यो अघि मैले फोटोमा देखेको थिएँ नि भाइ, यही रहेछ फोटोमा देखाएको फोटो यही रहेछ। पल्लोपट्टि गएर चाहिँ फुलेको राम्रो देखिन्छ नि पल्लोपट्टि। यो अझै फुल्न बाँकी होला। होइन यो अब झर्ने जियो त झरेको पारि इन्सानको सम्म र 3 छान हो 3 छान सकमुटो भन्ने यतातिर पर साँच्चीकै हो र मिसेल। खोरेसान